हेलो गाइज लेट्स मेक सनफ्लावर किचन विथ मी। फर्स्टमा हामीलाई फजी वायर चाहिन्छ, त्यसपछि हामीलाई यस्तो सानो सानो बो चाहिन्छ, त्यसपछि हामीलाई यसरी किचन चाहिन्छ अनि लास्ट भनेको ग्लु गन। लेट्स स्टार्ट गाइज। अब चाहिँ मैले बनाउन जाँदैछु। फर्स्टमा चाहिँ हामीलाई यो फजी वायर चाहिन्छ। यसमा चाहिँ विभिन्न कलर भेराइटीहरू आउँछ। म चाहिँ सनफ्लावर बनाउन थालेको, हजुरलाई सिकाउन थालेको कसरी बनाउने। त्यसको लागि चाहिँ हामीले येल्लो कलर लिनुपर्छ 4वटा। त्यसपछि हामीले यसरी यसलाई बेन्ड गर्ने, देख्न सक्नुहुन्छ। फर्स्टचोटि त्यो बराबर बेन्ड गर्ने, त्यसपछि त्यसको डबल बेन्ड गर्ने। यसरी गरेपछि देखाएअनुसार गर्नु होला। अनि यस्तो सेप गराएर त्यसलाई फोल्ड गर्दै जाने। हामीले चाहिँ बिस्तारै बिस्तारै फोल्ड गर्नुपर्छ। यसको चाहिँ आकारहरू चाँडै बिग्रिन्छ, त्यही भएर यसरी चाहिँ हामीले 4वटा पेटल्स गराउनुपर्छ एउटा स्टिकबाट। अनि यो चाहिँ देख्न सक्नु बन्न लागिसक्यो। यसरी मिलाएर राम्ररी गराउनु होला। भिडियोमा देखाए चाहिँ हजुरले बिस्तारै बिस्तारै गराउनु भयो भने सिक्नुहुन्छ। जे पनि सुरुमा कहाँ जानिन्छ। यो चाहिँ हामीले सेकेन्ड लिए। यसरी नै हजुरले बनाउँदै जानु होला 4वटा स्टिकको। अनि मैले चाहिँ अब बनाउन थालेँ। भिडियोलाई चाहिँ अलिक फास्ट गर्दै लामो हुन्छ भनेर हजुरहरूलाई नबुझेमा बिस्तारै हेर्नु होला फर्स्टको, अनि बुझ्नुहुन्छ। यसरी चाहिँ मैले पुरै कम्प्लिट गरिसकेँ। 4वटा बनाइसकेपछि मैले चाहिँ अब यसको बिचमा राख्नको लागि यो ब्राउन कलरको लिए। हजुरहरूले यसरी राउन्ड राउन्ड सेपमा घुमाउनु होला। यसरी बिस्तारै बिस्तारै नफुस्किने गरी टाइट हातले छोपेर घुमाउँदै जानु होला। अनि यो चाहिँ लास्टमा आफै जोटिन्न। यसलाई चाहिँ हामीले ग्लु गनको सहायताले जोडाउनु पर्ने हुन्छ। अनि त्यसपछि मैले यसमा ग्लु गन लगाउन थालेँ। अनि बिस्तारै लानुपर्छ। यो चाहिँ लतपत्ते भने राम्रो देखिन्न। अनि त्यसपछि मैले यसलाई चाहिँ जोड्न थालेँ। हजुरहरूले पनि यसरी जोड्नु होला। अलिअलि ग्लु गनले पोल्न सक्छ, त्यही भएर आफ्नो हातलाई एकदम बचाउनु होला गाइस। सुरुमा नजान्नलाई त एकदम गाह्रो हुन्छ। अनि त्यसपछि एक साइडमा ग्लु गन लगाउने, अघिको पेटल्सलाई राम्ररी लिने, अनि त्यसमा जोड्न थाल्ने। पछाडिको भागदेखि जतापट्टि नराम्रो हुन्छ त्यतैबाट जोड्ने। राम्रो भन्नाले फेरि जस्तै एक साइडमा ग्लु गन लगाएको हुन्छ नि, त्यतैबाट गर्नु होला। त्यसलाई ढाक्न पनि सजिलो हुन्छ। अनि यसरी नै हजुरले 4वटा अघि स्टिकले बनाएको पेटल्सहरू जोड्दै जानु होला राम्ररी। अनि यो चाहिँ यसरी जोड्न सक्नुहुन्छ। भिडियोमा देखाए अनुसार जोड्नु होला। नजानेमा सोध्न सक्नुहुन्छ कमेन्टमा। अनि चाहिँ यसरी हजुरहरूले 4वटै स्टिकको पेटल्सहरू जोड्नु पर्ने हुन्छ। अनि यो जोडिसकेपछि चाहिँ एकदम राम्रो लुक्स आउँछ। देख्दाखेरि यस्तै हो। भिडियोमा देखाए जस्तै प्रोसेस फलो गर्नु। अनि यसरी नै हजुरहरूले बनाउन सक्नुहुन्छ। यो चाहिँ अब मेरो तेस्रोवाला पेटल्स चप्काउन जाँदैछु मैले। अनि यसरी जोड्नु पर्ने हुन्छ। राम्ररी मिलाएर बराबर जोड्नु पर्ने हुन्छ। लामो छोटो भएमा राम्रो देखिन्न फिनिसिङ, त्यही भएर ख्याल गर्नु होला हजुरहरूले। अनि यो चाहिँ अन्तिम पेटल्स रहेको छ। यसलाई पनि मैले जोड्न थालेँ। अलिकति मिलाएर जोड्नु होला है। मेरो लगभग फिनिस भइसकेको छ। मैले चाहिँ 4वटा पुरै स्टिकको पेटल्सहरू जोडिसकेको छु। फाइनल लुक चाहिँ यस्तो आएको छ। अझ यसको फिनिसिङ हुन बाँकी नै छ। अनि यसरी चाहिँ हामीले पहिला भित्रतिर फोल्ड गर्नुपर्ने हुन्छ। यसरी मिलाएर बिस्तारै बिस्तारै यसलाई चाहिँ आकार दिनुपर्ने हुन्छ। हामीले आफूलाई जस्तो मन लाग्छ त्यस्तै आकार दिनु होला। अनि एकदम बिस्तारै गर्नुपर्छ। एकचोटि बनाएपछि फेरि यसलाई अर्को आकार दिन चाहिँ एकदम गाह्रो हुन्छ। यो चाहिँ एकदम नाजुक हुन्छ। फजी वायर यस्तै हो। अनि त्यसपछि हामीले अर्को साइडमा पनि राख्नको लागि यसरी ब्राउन कलरको स्टिकलाई राउन्ड राउन्ड घुमाउनु पर्छ। यसले चाहिँ दुईटैतिर राम्रो देखिन्छ यो राखेपछि, नत्र एकतिर खाली एकतिर राम्रो देखिन्न। एकदम फिनिसिङ चाहिँ राम्रो निकाल्नुपर्छ हामीले। त्यसपछि हामीले यसरी जोड्नुपर्ने हुन्छ। म चाहिँ यस्तो रेडी गरेँ, देख्न सक्नुहुन्छ यो चाहिँ। अनि यसरी यसको पछाडिको भागमा टक्क ग्लु गन लगाएर राम्रोसँग यसलाई टालिदिनुपर्छ। अनि यो चाहिँ हाम्रो दुवै साइडदेखि एकदम राम्रो देखिन्छ, देख्न सक्नुहुन्छ। अब चाहिँ अघि हाम्रो भित्रतिर फोल्ड गरेको पेटल्सहरूलाई बाहिरतिर फोल्ड गर्नुपर्ने हुन्छ बिस्तारै बिस्तारै। यो चाहिँ देख्न सक्नुहुन्छ। मैले देखाए अनुसार नै फोल्ड गर्नु होला। यदि हजुरलाई जस्तो सेप मनपर्छ त्यस्तै सेपमा फोल्ड गर्न नि सक्नुहुन्छ, हजुरहरूको इच्छा हो। अनि त्यसपछि यो चाहिँ हाम्रो फाइनल लुक भएको छ। अझै यो चाहिँ फिनिसिङ बाँकी नै छ है। यसमा चाहिँ हामीले अब किचेन एड गर्नुपर्ने हुन्छ। यो चाहिँ हातभरि ग्लु गन टाँसेर एकदम तनाव हुन्छ क्या गाइज। यो चाहिँ हाम्रो किचेन रहेको छ। यो चाहिँ थरी थरीको हुन्छ, क्वालिटी फरक फरक हुन्छ यसको प्राइस अनुसार। अनि एउटा पेटल्स लिने, त्यसमा यसरी किचेनको यो हुन्छ कि रिङ अड्डाउनु पर्छ यसरी। अनि मैले चाहिँ यसमा अलिकति युनिक, अलिकति दामी देख्नको लागि बो एड गर्न थालेँ। त्यस किचेनमा मैले चाहिँ
अलिकति ग्लुगन लगाएर त्यसमा बो टाँस्न थालेँ। देख्न सक्नुहुन्छ। हजुरहरूले यसमा एड गर्न पनि सक्नुहुन्छ अनि नगरे पनि हुन्छ, हजुरको इच्छा हो। मैले चाहिँ एड गरिदिएँ अनि यसको फिनिसिङ लुक चाहिँ यस्तो भएको थियो, देख्न सक्नुहुन्छ। अब म चाहिँ हजुरहरूलाई यसलाई ट्राई गरेर पनि देखाउँछु। पहिला राम्ररी यसलाई कता कता ग्लुगन टाँसेको छ एकदम निकाल्नु होला अनि क्लियर भएपछि चाहिँ यसरी मैले चाहिँ अब ब्यागमा हालेर ट्राई गर्न थालेँ कस्तो देखिन्छ यसको फिनिसिङ भनेर चेक पनि गर्नु पर्यो नि होइन र। हजुरले नि यसरी बनाएर गर्न सक्नुहुन्छ। अब यसको चेनमा चाहिँ हामीले अड्काउनु पर्ने हुन्छ। किचन यसरी हालिसकेपछि यसको लुक्स चाहिँ यस्तो देखिएको छ। अब हजुरहरूले यसलाई जसरी पनि बोकेर हिँड्न सक्नुहुन्छ। यसको लुक्स चाहिँ दामी देखेको छ। हजुरहरूलाई मन परेमा यो भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला।